दिएको बिछोडको घाउ निको भयो उजेली तर अझै फाटो रहिरह्यो। नमस्कार, यति बेला हामी गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर 8 सिमलटेरीमा रहेका छौँ। यहाँ हामी एउटा राम्रो प्रतिभा तपाईँका सामुन्ने लिएर आएका छौँ। पायल खनाल, उहाँ मालिका लोकतारा 2080 को विजेता पनि हो। उहाँको स्वर राम्रो छ। कृपया यो भिडियो उहाँले गीत गाएको तपाईँलाई कस्तो लाग्छ? हामी विष्णु माझीको जस्तो स्वर भएको भन्दैनौँ, तर विष्णु माझीको झझल्को मेटाउने स्वर चाहिँ यो पक्कै हुनेछ। कृपया कमेन्ट गर्नुलाई। ल, बहिनीको स्वरलाई सुन्न हामी गइरहेका छौँ। सम्झेउ बन्धन सिन्दुर हो चुरा हो, सम्बन्ध त विश्वासैको कुरा हो, सम्झिरहने बाटो रहिरह्यो, तिमीले दिएको बिछोडको घाउ निको भयो उजेली तर अझै फाटो रहिरह्यो। सम्झेउ बन्धन सिन्दुर हो चुरा हो, सम्बन्ध त विश्वासैको कुरा हो, सम्झिरहने बाटो रहिरह्यो, तिमीले दिएको बिछोडको घाउ निको भयो उजेली तर अझै फाटो रहिरह्यो, तिमीले दिएको बिछोडको घाउ निको भयो उजेली तर अझै फाटो रहिरह्यो। सके हर खाना खोलाम क्या हो, आँसुको कारखाना घाम डुब्यो छाया हरायो, पवित्र दिल छ भन्थे सबै थोक